आजको यस भिडियोमा आइपिओ सेयर कसरी सेल गर्न सकिन्छ भनेर जानकारी गराउन गइरहेको छु। हजुरले पहिला गुगल ब्राउजर ओपन गर्नुहोस्। त्यसपछि आफ्नो ब्रोकर एकाउन्ट टिएमएस लगइन गर्नुपर्नेछ। यसमा हजुरहरूले युजर नेम, पासवर्ड, क्याप्चा सबै आफ्नो राखेर यसरी लगइन गर्नुहोस्। लगइन गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ। त्यसपछि हजुरहरूले अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि बाई सेलमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरहरूले सेल गर्न खोज्नुभएको, त्यही भएर सेलमा क्लिक गरिदिनुहोस्। सेलमा क्लिक गरिसकेपछि हजुरहरूले यहाँ सिम्बल भनेर भनेको छ, यहाँ आफ्नो कुन सेयर सेल गर्ने हो त्यो सिम्बल राख्नुहोस्। जस्तै मैले यहाँ क्रेस्टको राख्दैछु, यसरी राख्नुहोस्। राखिसकेपछि यहाँ हजुरहरूले कति किता बेच्न खोज्नुभएको त्यो किता राखिदिनुहोस्, कति क्वान्टिटी हो। त्यसपछि हजुरहरूले यहाँ प्राइस राख्नुहोस्, कुन प्राइसमा बेच्ने हो त्यो प्राइस चाहिँ राखिदिनुहोस्। प्राइसहरू सबै राखिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ सेल भनेर देखाएको छ, यसमा क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि यस्तो नोटिफिकेसन देखाउँछ माथिपट्टि। एकछिन यहाँ हजुरहरूले नो रेकर्ड्स एभाइलेबल भनेर देखाएको छ, यसलाई चाहिँ हजुरले रिफ्रेस गर्नुहोस्। यहाँ साइडमा गएर रिफ्रेस गर्नुहोस्। गरिसकेपछि यहाँ हजुरको रेकर्ड देखाउँछ। त्यसपछि हजुरहरूले डेली अर्डर बुकमा क्लिक गर्नुहोस्। यहाँ ओपन र कम्प्लिटेड भनेर देखाएको छ। यो ओपन भनेको चाहिँ पेन्डिङमा छ भन्ने बुझिन्छ र कम्प्लिटेड भनेको चाहिँ सेल भइसकेको भन्ने बुझिन्छ। त्यसपछि मेरो सेयर एप खोल्नुहोस्। आफ्नो आइडी पासवर्ड सबै राखेर लगइन गर्नुहोस्। लगइन गरिसकेपछि मोरमा क्लिक गर्नुहोस्। मोरमा क्लिक गरेर माई पर्चेस सोर्स भनेर देखाएको छ, त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि पर्चेस सोर्स र माई होल्डिङ्स भनेर देखाएको छ, यसलाई अपडेट गरेर प्रोसिड गरिदिनुहोस्। त्यसपछि माई एडिआइएसमा क्लिक गर्नुहोस् र हजुरहरूले आफ्नो सेयरलाई ट्रान्सफर गर्नुहोस्। हजुरहरूले त्यस दिनको साँझसम्म सेयरलाई जसरी हुन्छ ट्रान्सफर गर्नुहोला, नभए चाहिँ 20% पेनाल्टी लाग्नेछ। त्यसपछि 2-3 दिनपछि हजुरको खातामा यो एमाउन्ट क्रेडिट हुनेछ। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि यस च्यानललाई लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।